अनि साँच्चै त्यो चन्द्रे र मुना गएका हुँदा केही खबर आएको छैन एकचोटि फोन गरे त हुन्थ्यो नि कि मैले गरौँ सबको चिन्ता मलाई मात्रै हुने ढुक्कैले बसेका छन् सबैजना मुनाले मेडिकलमा लगेको त्यहाँ हुँदैन भनेर हस्पिटल लगिसकिन्छन् अनि हामी बुढाबुढी पनि आउँ त भनेर भन्दाखेरि मुनाले होइन यहाँ सुत्ने ठाउँ हुँदैन तपाईँहरू आउनु पर्दैन बुवा भनेर भनेपछि हामी गएनौँ उहाँ सन्देशका बाउ छोरा नै हस्पिटलमा बसेका छन् अरे त पनि गएको भए हुन्थ्यो नि यो बर्खा बेला अलिअलि सर पनि टोकिहाल्छ नि हात दिनु पर्दैन क्या ठिक हुन्छ दाइ के भयो फेरि तिमीलाई आरती हामी दाइ भाउजू तिमी म हामी सबैजना मिलेर अदुवाको व्यापार गर्दाखेरि राम्रै चलिरहेको थियो कतै मैले तिम्रो कुरा सुनेर गलत त गरिरहेको छैन तिमी किन धेरै बेग्लिन्छौ मुकेश व्यापारमा नाफा भएको छ तर कसलाई त त्यो नाफा यही घरलाई होइन हामीलाई चाहिँ के छ त अहिलेसम्म मैले तिमीलाई यही कुरा अस्ति पनि बुझाएकी थिएँ उल्टै मलाई नै सम्झायो मेरो कुरा किन बुझ्दैनौ के तिमी व्यापारबाट त्यत्रो फाइदा भएको थियो अहिले पनि राम्रै फाइदा भइरहेछ अनि हाम्रो त हात लागे सुन्ने होइन अब दसैँ आउँछ तिहार पनि आउँछ यस्तै चाडपर्वहरू आइराख्छन् अनि पाहुना पासोलाई खर्च भन्यो दसैँ तिहार मनाउन भन्यो सबै त्यही फाइदाबाटै चलाउँदै गएपछि हामीलाई के हुन्छ त न साउ छ न ब्याज छ कस्तो छ अहिले ए पट्टी त ठुलै बात दिएछ है ल ल तिमीहरू भित्रै आएर आराम गर मैले पुवा बसाएको छु म पकाउँछु ल है कस्तो त अहिले ठिक छ पखानु पख यहाँ मैले पुवा पकाइदिएको छु औषधि मिसाएरै कहिले औषधि मिसाइदिएको छु मैले कहाँ अब यो पुवा खाएर हुन्छ अब यहाँ हस्पिटलको झोलाबोरी औषध लिएर आएको छ अब यो पुवाले कहाँ हुन्छ के कुरा गरे होला यो पुवा मात्रै होइन क्या यहाँ विभिन्न औषधि मिसाएको छ मैले यो पहिल्यैदेखि यस्तै छ बढी कुरा नगर ल खा केही हुन पाउँदैन पिर गरेको छ अब निको भइहाल्छ त यति खाएपछि अब औषधि खाएपछि त भइहाल्छ त चन्द्रलाई कस्तो छ नानी अब कस्तो छ भन्नाले अब अस्ति नै ठिक भइसक्यो क्या अरे हुन त दिनभरि त्यही खुट्टा तेसारेर बस्न जानेछन् बुढा खुट्टा तेसारेर बस्ने बुढी जति बेला नि त्यही खुट्टा सुमसुमाएर बस्ने के कुरा गरी साथै होइन नि कहाँ पुगेर आउनु होइन म यसो घाँस काट्ने भन्दा पनि अप्ठ्यारो छोरी होइन तिम्रो घरमा फेरि झैझगडा सुरु भएको छ कि के हो तिम्रो घरमा त राम्रो वातावरण भइसकेको थियो त अब तिमीहरूले अदुवाको व्यापार गरेको भने राम्रो फस्टाएको थियो फेरि भएछ कि त्यही अदुवाको व्यापार सुरु गरेदेखि नै यो सब सुरु भएको घाँची फेरि पहिलाकै जस्तो हुन थाल्यो मुकेश हजुर कहाँबाट के लिएर आएछ अदुवा लिएर आएछ क्या हजुर अदुवा लिएर आएको बुवा आरती जा त भित्र गएर अलिकति खोजेर पैसा लिएर आइज गाडी भाडा दाइ अब भरेदेखि त यो अदुवाको पैसा सगलमा राख्दिनँ है म त किन के भयो फेरि सगलमा पैसा राख्दिन रे मतलब सबैजना मिलेर दुःख गर्दाको हिसाब त देखाएकै छ त आमा अब एक्लैले दुःख गरेको नि के हिसाब खोजिराख्नु भएको त